दर्शकबिन, विदेशी नागरिकसँग भएको विवाह नेपालमा कसरी दर्ता गर्ने वडा कार्यालयले अन्तिम प्रक्रियासम्म के गर्छ सम्पूर्ण कुराहरू जानकारी दिनेछौँ। दर्शकबिन, विदेशी नागरिकसँग भएको विवाह नेपालमा कसरी दर्ता गर्ने वडा कार्यालयदेखि अन्तिम प्रक्रियासम्मको विवरण यस प्रकार रहेको छ। यदि तपाईले पनि विदेशी नागरिकसँग विवाह गर्नुभएको छ भने यो भिडियो तपाईको लागि हो। तपाईले विदेशी नागरिकसँग विवाह गर्नुभएको छ, विदेशमा विवाह गरिसक्नु भएको छ तर नेपालमा त्यो विवाह कसरी दर्ता गर्ने भन्ने अन्योलमा हुनुहुन्छ, विदेशमा बनेको म्यारेज सर्टिफिकेट नेपालमा सिधै मान्य हुन्छ कि हुँदैन, वडा कार्यालयले के कागजात माग गर्छ अथवा वडा कार्यालयमा के कागजात चाहिन्छ, विदेशी नागरिकको कागजात कसरी प्रमाणित गर्ने। आजको भिडियोमा हामी विदेशी नागरिकसँग भएको विवाहलाई नेपालमा कानुनी रूपमा दर्ता गर्ने प्रक्रियालाई वडा कार्यालयदेखि सम्बन्धित निकायसम्म सरल भाषामा बुझाउने छौं। पक्कै पनि आजको यो भिडियोले तपाईको समस्या समाधान गर्नेछ भन्ने मलाई लागेको छ। अन्तर्राष्ट्रिय विवाह भनेको के हो पहिला बुझौं, त्यसपछि त्यही अनुसार विषयवस्तुको गम्भीरतातिर हामी जानेछौं। विशेष गरिकन नेपाली नागरिक र विदेशी नागरिक बीच भएको विवाहलाई सामान्यतया अन्तर्राष्ट्रिय वा अन्तर्देशीय विवाहका रूपमा बुझ्न सकिन्छ। यस्तो विवाह नेपालमा दर्ता गर्दा सामान्य नेपाली विवाह दर्ता भन्दा केही अतिरिक्त कागजात र प्रमाणीकरणको आवश्यकता पर्न सक्छ। विशेष गरी विवाह कुन देशमा भएको हो, विवाहको प्रमाणपत्र कुन निकायले जारी गरेको हो र सम्बन्धित व्यक्तिको नागरिकता वा राष्ट्रियता के हो भन्ने कुराले प्रक्रिया फरक पार्न सक्छ। त्यसैले सबभन्दा पहिले कहाँ जाने, के गर्ने भन्ने कुरा बुझौं। यदि तपाई नेपालमा आफ्नो विवाह दर्ता गराउन चाहनुहुन्छ भने पहिलो चरणमा सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्नुहोस्। वडा कार्यालयले तपाईको अवस्था हेरेर आवश्यक कागजात सम्बन्धित निकायमा प्रमाणीकरण र थप प्रक्रिया के पूरा गर्नुपर्ने हो भन्ने जानकारी दिन सक्छ। तर एउटा कुरा याद राख्नुहोस्, विदेशी विवाह प्रमाणपत्रलाई नेपालमा प्रयोग गर्नु अघि त्यसको प्रमाणीकरण, प्रमाणित अनुवाद वा अन्य कानुनी प्रक्रिया आवश्यक पर्न सक्छ। त्यसैले अनुमानका आधारमा होइन, सम्बन्धित वडा कार्यालय तथा आवश्यक परे सम्बन्धित सरकारी निकायसँग प्रक्रिया यकिन गर्नु पर्दछ। अब विवाह दर्ता गर्नको लागि आवश्यक कागजातहरू के हुन् त, यी कुराहरू पनि बुझ्नुहोस्। आवश्यक कागजातहरू के हुन सक्छन् त। अब कुरा गरौँ सामान्यतया कुन कागजात आवश्यक पर्न सक्छ भनेर। नेपाली नागरिक तर्फबाट तपाईलाई आवश्यक पर्ने कागजातहरूमा नेपाली नागरिकताको प्रमाणपत्र, आवश्यक भए पासपोर्ट, विवाहसँग सम्बन्धित प्रमाण वा विवाह प्रमाणपत्र, विवाह गरेको फोटो, सम्बन्धित वडा कार्यालयले मागेका निवेदन तथा अन्य कागजातहरू नेपाली नागरिकको हकमा हो भने विदेशी नागरिक तर्फबाट विदेशी नागरिक जो तपाई विवाह गर्नुभएको छ उसको तर्फबाट पासपोर्ट चाहिन्छ, सम्बन्धित देशको विवाह प्रमाणपत्र यदि दर्ता गर्नुभएको छ भने आवश्यक परे जन्म सम्बन्धी प्रमाणपत्र वा वैवाहिक अवस्था सम्बन्धी कागजात पनि चाहिन्छ। जस्तै जन्म दर्ता, जन्म सम्बन्धी कागजातमा जन्म दर्ता अथवा इंग्लिशमा बर्थ सर्टिफिकेट भन्ने पनि गरिन्छ हैन। यस्तै गरिकन वैवाहिक अवस्था, ऊ आफ्नो देशमा विवाहित छ कि अविवाहित छ त्यो चाहिँ नि हुनुपर्छ।
उता पनि विवाह गरेको छ यता पनि विवाह गरेको छ भनेर त्यसरी चाहिँ नि गर्न मिल्दैन। ऊ अविवाहित हो भनेर प्रमाणित वैवाहिक अवस्था चाहिँ नि आवश्यक पर्न सक्छ। यस्तै गरिकन आवश्यक परे नेपाली भाषामा प्रमाणित अनुवाद पनि चाहिन्छ। अब तपाईले त्यहाँ कुन देशको ल्याउनु भएको छ, अब सामान्य अन्तर्राष्ट्रिय भाषामा लेखिएको कागजात छ भने त त्यति अनुवाद गर्न आवश्यक नपर्ला। कुनै कुनै देशमा आफ्नै भाषा आफ्नै त्यो देशको भाषामा लेखिएको हुन्छ, त्यस्तो कागजातलाई चाहिँ नि नेपालीमा अनुवाद गरेर प्रमाणित गरेको कागजात चाहिन्छ। अनि सम्बन्धित देश वा निकायबाट गरिएको प्रमाणीकरण, सबै त्यो देशको कागजातको प्रमाणीकरण त्यो देशले अथवा त्यो देशको दूतावासले गरे पनि हुन्छ भनेर यसरी चाहिँ नि प्रक्रिया छ। तर ध्यान दिनुहोस्, तपाईले ध्यान दिनुपर्ने अझ पनि कुरा छन्। विवाह कुन देशमा भएको हो र कुन कागजात कुन निकायले जारी गरेको हो भन्ने आधारमा थप कागजात मागिन सक्छ है। त्यसैले विदेशी म्यारिज सर्टिफिकेटको प्रमाणीकरण यो प्रक्रियाको सबैभन्दा महत्त्वपूर्ण भागमध्ये एउटा हो। विदेशमा जारी भएको विवाह प्रमाणपत्रको प्रमाणीकरण यो चाहिँ नि महत्त्वपूर्ण कुरा हो। विदेशी कागजात नेपालमा प्रयोग गर्नु अघि सम्बन्धित देशको कानुनी प्रक्रिया पूरा गर्नुपर्ने हुन सक्छ है। जस्तै सम्बन्धित देशबाट प्रमाणीकरण गर्ने अथवा सम्बन्धित दूतावासबाट प्रमाणीकरण गर्ने लगायतका कामहरू गर्न पर्ने हुन्छ। कतिपय अवस्थामा कागजातमा एपोस्टाइल र वा कन्सुलर एम्बेसी अथवा अथेन्टिकेसन जस्ता प्रमाणीकरण आवश्यक हुन सक्छ। त्यसैले विदेशको म्यारिज सर्टिफिकेट छ अब सिधै वडा कार्यालयमा बुझाए पुग्छ भन्ने सोच्नु हुँदैन है। तपाईले विदेशी नागरिकसँग विवाह गर्नुभएको छ, अब त्यो विदेशमा मैले विवाह दर्ता गरेको छु, सिधै वडा कार्यालयमा गएर त्यो विवाह दर्ता बुझाउँछु र सिधै भइहाल्छ भनेर त्यो कुरामा चाहिँ नि ढुक्क नहुनुस्। यहाँ नेपालमा आएर नेपालको आफ्नो प्रक्रिया हुन्छ, त्यो प्रक्रिया तपाईले पूरा गर्नुपर्ने हुन्छ। नेपाली भाषामा अनुवाद कुन अवस्थामा नेपाली भाषामा अनुवाद चाहिन्छ त भनेपछि विदेशी भाषामा जारी भएको विवाह प्रमाणपत्र भएमा त्यसलाई नेपालमा प्रयोग गर्न नेपाली भाषामा प्रमाणित अनुवाद आवश्यक पर्न सक्छ। जस्तै नेपालमा कुनै कागज प्रमाणित गर्नु पर्यो भने नोटरी पब्लिकले प्रमाणित गर्छ नि, त्यस्तै गरिकन विदेशी कागजातको पनि विदेशीहरूले प्रमाणित गर्ने कुनै निकाय हुन्छ, त्यो निकायसँग प्रमाणित गरेको हुनुपर्छ। त्यसैले मूल प्रमाणपत्रसँगै आवश्यक प्रक्रिया पूरा गरिएको अनुवादित कागजात पनि तयार राख्नु राम्रो हुन्छ। वडा कार्यालयमा जाँदा मूल कागजात र आवश्यक प्रमाणित प्रतिलिपि दुवै साथमा राख्नुहोस्। साक्षी र विवाहको पुष्टि पनि गर्न आवश्यक पर्छ। कतिपय अवस्थामा विवाहको वास्तविक पुष्टि गर्न साक्षी, विवाह सम्बन्धी प्रमाण वा थप विवरण मागिन सक्छ। तर साक्षी चाहिन्छ कि चाहिँदैन भन्ने कुरा सम्बन्धित कानुनी प्रक्रिया र तपाईको केस अनुसार फरक हुन सक्छ। केस अनुसार अथवा तपाईको विषयवस्तु प्रक्रिया अनुसार फरक हुन सक्छ। त्यसैले पहिले नै वडा कार्यालयबाट आवश्यक कुरा बुझ्नुहोस् है। त्यसैले सबभन्दा पहिला तपाई आफ्नो वडा कार्यालयमा गएर बुझ्नुहोस् र वडा कार्यालयले दिएको निर्देशन अनुसार आफ्नो कागजात जुटाउन र प्रक्रिया अगाडि बढाउन लाग्नुहोस्। मुख्य कुरा के हो भने कागजातमा विवरण स्पष्ट र एकरूप हुनु पर्दछ। यदि विवरण फरक पर्न गएमा समस्या हुन सक्छ। जस्तै नाम, जन्ममिति, पासपोर्ट नम्बर, नागरिकता विवरण र विवाहको मिति जस्ता विवरणमा फरक परेमा थप समस्या आउन सक्छ। एउटा कागजमा एउटा विवरण, अर्को कागजमा अर्को विवरण, अर्को कागजमा अर्को विवरण भयो भने समस्या आउन सक्छ। त्यसैले यी कुराहरुमा चाहिँ नि ध्यान दिनुहोस्। वडा कार्यालयले गर्ने काम
कागजात पेश भएपछि वडा कार्यालयले उपलब्ध कागजात तथा विवरणको आधारमा आवश्यक जाँच र प्रक्रिया अघि बढाउँछ। कागजात अपूर्ण भए थप कागजात मागिन सक्छ है। तपाईको कागजात यो पुगेन भनेर वडा कार्यालयले माग्न सक्छ। त्यसपछि आवश्यक परे सम्बन्धित सरकारी निकाय वा कूटनीतिक निकायबाट थप प्रमाणीकरण गर्नुपर्ने अवस्था पनि आउन सक्छ। त्यसैले यो कुरा पनि तपाईले सहज प्रक्रिया हो भनेर बुझ्नु पर्यो। सबै प्रक्रिया पूरा भएपछि कानुन अनुसार विवाह दर्ता गरी विवाह दर्ताको प्रमाणपत्र जारी गर्ने प्रक्रिया अघि बढ्छ। महत्त्वपूर्ण सावधानी तपाईले बुझ्नुपर्ने महत्त्वपूर्ण सावधानी के छ भने यहाँ एउटा महत्त्वपूर्ण कुरा चाहिँ नि भन्न चाहन्छु म तपाईलाई। विदेशी नागरिकसँग विवाह भयो भन्दैमा सबै विदेशी विवाह प्रमाणपत्र नेपालमा स्वतः दर्ता हुन्छ भन्ने होइन। त्यसैगरी विदेशी नागरिकसँग विवाह गरेपछि नागरिकता वा अन्य कानुनी अधिकार स्वतः प्राप्त हुन्छ भन्ने पनि होइन। विवाह दर्ता, नागरिकता, भिसा, बसोबासको अनुमति र अन्य विषय अलग अलग कानुनी प्रक्रियाका विषयहरू हुन्। जस्तै विवाह दर्ता, नागरिकता, भिसा, बसोबासको अनुमति र अन्य विषय यी चाहिँ अलग अलग विषय अलग अलग कानुनी प्रक्रिया विषयहरू हुन्। त्यसैले विवाह दर्ता गर्नु अघि आफ्नो अवस्था अनुसार सम्बन्धित वडा कार्यालयमा र आवश्यक सरकारी निकायबाट आधिकारिक जानकारी लिनु चाहिँ नि पर्दछ। त्यसैले सम्बन्धित सरकारी निकायहरूमा चाहिँ नि आधिकारिक जानकारी लिनुहोस्। अन्तिममा अब तपाईहरुलाई सन्देश, यदि तपाई नेपाली नागरिक हुनुहुन्छ र विदेशी नागरिकसँग विवाह गर्नु भएको छ भने कागजातको विषयमा अन्यलमा परेर बसिरहनु पर्दैन। पहिलो चरणमा सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्नुहोस्। पहिलो तपाईको चरण भनेकै सम्बन्धित वडा कार्यालय नै हो। त्यसैले तपाई पहिला आफ्नो सम्बन्धित वडा कार्यालयमा जानुहोस्। आफ्नो नेपाली नागरिकता, पासपोर्ट, विदेशी नागरिकको पासपोर्ट, विवाह प्रमाणपत्र तथा आवश्यक प्रमाणीकरण अनुवादका कागजातहरू तयार राख्नुहोस्। तर याद गर्नुहोस्, तपाईले याद गर्नुपर्ने कुरा के हो भने देश अनुसार र विवाह भएको स्थान अनुसार प्रक्रिया फरक हुन सक्छ है। देश अनुसार पनि फरक हुन सक्छ। त्यसैले सामाजिक सञ्जालमा सुनेको भरमा होइन, सम्बन्धित निकायबाट आफ्नो केस अनुसार प्रक्रिया यकिन गर्नुहोस्। यस्ता वडा कार्यालय नागरिकता, विवाह दर्ता, नामसारी, जन्म दर्ता तथा स्थानीय सरकारका सेवा सम्बन्धी उपयोगी जानकारी पाउन हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्। तपाई अहिलेसम्म हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गरिदिन र नजिकैको बेल आइकनलाई दबाइदिन म हार्दिक अनुरोध गर्दछु। भने भिडियो उपयोगी लाग्यो भने लाइक गरिदिनुहोस् र साथीहरू समक्ष पुर्याउनको निम्ति शेयर गरिदिनु होला। तपाईको कुनै प्रश्न छ भने तल कमेन्ट गर्नुहोस्। म तपाईहरुका प्रश्नलाई आधार बनाएर आगामी भिडियोमा पनि सरल भाषामा जानकारी दिनेछु। हस्त, धन्यवाद, नमस्कार।